स्पेसल गर्नलाई आज चाहिँ कहाँ जानु लाग्यो भन्दाखेरि चाहिँ पूजा गर्नु मलाई त हिजो बेलुका हो कि आज बिहान भर्खर थाहा हो अघि म बसेर चाहिँ लहरदेखि त्यो के भन्छ अघिनामा मस्त के भन्छ आगो तागेर बसिरहेको थियो अहिले चाहिँ त्यो के भन्छ अरे बगरी खोलामा जानु लाग्यो म चाहिँ तपाईँलाई केही चाप्दा देखाउँछु म अहिले यस्तो फुलेर रहेछ यहाँ मैले यस्तो पहिला बहुत फोटो खिच्थेँ कि यस्तो फुल जस्तो हुन्थ्यो अनि टक्क यहाँबाट के हुन्थ्यो भन्दाखेरि एउटा मोबाइल हुन्थ्यो टक्क त्यसपछि माइक्रो सर्ट भन्ने अप्सन हुन्छ त्यसमा त्यसपछि त फोटो खिचे फुलहरूको मात्रै फुलको अनि हजुर ए हुन्छ बाजु चाहिँ के छ भन् हजुर त्यसपात यो त के भन्छ अरे त्यो अघि यही काट्ने भन्दा बाजेहरूले यो चाहिँ के हो भन्दाखेरि ड्रागनको जस्तै अघि पुच्छर जस्तै त्यो के हो भन्ने फिल्म यो चाहिँ पूजा गर्दा चाहिन्छ अरे अनि त्यही भएर चाहिँ यो काट्न गएको म चाहिँ पुरै बाँस कारीतिर रहेछ तर बाँस चाहिँ काटेर चाहिँ घाँट्न रहेछ त्यति तर त्यो मुनिपट्टि थियो कि घाटो भए जान चाहिँ तर के यस्तै आएको सेम योहरू त्यो पात त यता त पुरै तरिका जङ्गल हान्दा नि जङ्गलै हुन त एक किसिमले सो त्यहाँ अगाडि चाहिँ रहेछ हाम्रो पूजा गर्ने स्थल त्यस्तै गरेर यहाँ मन्दिरको लागि छाना बनाउँदै अनि मन्दिर मतलब त्यो चाहिँ देवताहरू अनि त्यसपछि यहाँ चाहिँ छाना बनाइरहेको अहिले चाहिँ छाना नै मन्दिरै बनाएको हो मन्दिरको त्यो ढाँचा भन्छ के भन्छ सो अहिले चाहिँ मान्छेहरू बाजेबोजू चाहिँ जान अनि हामी बाजे चाहिँ आउने अहिले चाहिँ सो त्यही हो अहिले सुरु भइसक्यो यहाँ छ फुलहरू अनि यो दुध बन्ने बाटो यहाँ पहिला पनि बाटो थियो सधैँ बाट्छ मन त सो त्यही हो एकछिनपछि हेरौँ आज बुधबारे पूजा भएकाले गाउँका सबै मानिसहरू जङ्गलमा भेला भएका छन्। गाउँका मानिसहरू एकै ठाउँमा भेला भई हाँस्दै कुराकानी गर्दै बिहानीको माहौललाई अझै रमाइलो बनाइरहेका छन्। यति बेला भने यहाँको वास्तविक जीवन देख्न पाइन्छ, सरल रमाइलो र आपसी माया। गाउँघरको यही कुरा रमाइलो लाग्छ, सबैजना एकअर्कालाई नजानेको कुरा सिकाउँदै र एकअर्कालाई सहयोग गर्दै अघि बढ्छन् हाम्रा गाउँका मानिसहरू। यहाँ आज बुधबार अनि आजको पूजा चाहिँ सम्पन्न भइसकेको छ। अनि मैले अघि पूजा गरेको चाहिँ किन नदेखाएको भन्दाखेरि चाहिँ पुजारी चाहिँ मै थिएँ, किनभने यहाँ कस्तो चाहिन्छ भन्दाखेरि कन्या जस्तो बिहा नगरेको मान्छेहरू चाहिन्छ अनि सबै बिहा गरेको मान्छेहरू अनि बिहा नगरेको दाइहरू चाहिँ यता काठमाडौँतिर हुनुहुन्छ। अनि फिलहाल चाहिँ मै छु बिहा नगरेको गाउँमा चाहिँ छु, त्यो भएर नगर्न परेको। अनि हाम्रो पूजा चाहिँ यस्तो भइसकेको छ, भ्याइसक्यो अहिले चाहिँ। अनि त्यहाँ
दुईवटा कुखुरा चढाउनु पर्ने रहेछ अनि दुईवटा कुखुरा चढाइयो सातभरि रङ हो कि यो खास के भयो भन्दाखेरि त्यो उमा तेल रहेछ दुधमा अनि त्यो तेल छोएर रङ छोइदिएको त्यहाँबाट गएकै छैन रङ त्यही भएर चाहिँ हात रातो छ अनि सो त्यही यहाँ चाहिँ के गर्छ सबैजना कुखुरा भत्ताल बुतुल अनि यो सकेपछि चाहिँ हामी घर जान्छौँ सो हेर्दै गरौँ पछि के हुन्छ एपिसोड जस्तो कि गाउँको यस्तो चहल पहल बिहानको वातावरण अनि मान्छेको हाँसो यिनैले त यो स्थललाई अझै सुन्दर बनाउँछ। कोहीलाई काम गर्नको हतार, कोहीलाई घर पुग्नको हतार र म पनि भिडियोमै मस्त छु र अहिलेको लागि चाहिँ म पनि निस्किएँ घरतर्फ। Thanks for watching me and subscribe for more videos.